Hello and namaste. It's me, your MR Sunil. So, आज चाहिँ हल्का यसो शीतल पनि छ हैन, पानी पनि परेको छैन, तर पानी चाहिँ पर्न लागेको छ. सो अब भ्लग त दिनु पर्यो नि त. त्यही भएर यसो सर्ट राइड दाइरेमा जाँदैछौँ. किनकि अब दाइ चाहिँ किन भन्नु पर्दाखेरि किनकि अहिले मेरो हेलिप्याडमा यो फिट छैन क्या, जस्तो सेटिङ छैन. त्यही भएर सो हामी चाहिँ तलसम्म के छ यसो लकडाउन तलतिर खोले खोला जान्छ चाहिँ अब रोडबाट हिँड्यो भने त बेलुका कटी भाँच्दिहाल्छ. सो हामी जान लागेको सो आज चाहिँ मोटो ब्लग हैन. अब हामी जान्छौँ है त. सो अब बाटोतिर यसो मैले पाएँ भने अब 2-4वटा सिनेमेटिक हान्छु. अब दाइले पछाडि अठाउने क्यामेरा चाहिँ अब क्यामेरा सब यसो यताउति हल्लियो भने माइन्ड नगरिदिनु होला है त. सो लेट्स गो. सो अब हामी चाहिँ जान लाग्यो है त. ल हेलो मिस्टर सुनिल भनिसक्यो मेरो बाइकले, बाइक भन्न आउँछ स्कुटीले. सो लेट्स गो. जाऊँ ल अब आफ्नो देखा ल. सो गाइज ल हामी हिँड्यौँ है त. अब यो चाहिँ अब मेरो घरको बाटो हो. सो राम्रो छैन है, यस्तै छ. सो पछाडि दाइले क्यामेरा अँट्याएको छ. अहिले म दाइले पनि देखाउँछु अहिले तलतिर गएपछि. सो बाटो यस्तै छ हाम्रो चाहिँ. हामी अब सानो यो चाहिँ सर्ट मोटो ब्लग है त. अब लकडाउन खोलेपछि अब राम्रो राम्रो मोटो ब्लग आउँछ. अब पछिको ब्लगको लागि स्टे ट्युन. सो यताको सिन देखाइदिएन. बाफ रे बाफ गाइजहरू, बाटो यस्तो छ है. डोन्ट माइन्ड, नेपाल हो नि, नेपाली हो नि होइन. सो अब यताको बाटो कहिले बन्ने के बन्ने थाहा छैन. त्यो चाहिँ सायद चाँडै बन्छ होला. अब चुनाव आउनु लाग्यो नि त, यसो भ्याकुर स्याकुर लिएर घुमाइदियो भने त आउँछ नि त राम्रो. अब बर्खामा चाहिँ अब गाह्रै पर्छ भ्लगरले पनि, किनकि यो खोला आउँछ र बाटो बेगारिदिन्छ. यो त सानै खोला छ होइन. सो यता मासतिर चाहिँ काम चलिरहेछ. एउटा मेरो भाइ पनि काम गरिरहेको छ. अब आउने भिडियोहरू कस्तो कस्तो चाहिन्छ होइन, त्यो भनिदिइरहनु. सो फाइनल्ली मेरो पनि अब बल्ल बल्ल गरेर 100 सब्सक्राइबर, अस्ति 100 सब्सक्राइबर पुगेको थियो. अहिले 114 पुगेको छ. बिस्तारै बिस्तारै बढ्छ. अब तपाईँहरूले माया देखाइदिनु. यहाँ चाहिँ पुल छ होइन. अब यहाँ पनि आएर कुनै दिन म बनाउँला, मिठो भ्लग आएर बनाऊँ ल. सो लकडाउन छ अब उता जाँदैन. यो चाहिँ गणपति रिसोर्ट हो, रिसेन्टली बनेको 1 इयर भयो होला होइन, 1 वर्ष बेसी भयो होला. ओ मा गुटुरु के हो यो बाटो यस्तो. यो बाटो बनाएछ क्या यार, मैले कहाँ बनाउँथ्यो त्यहाँहरूले बाटो. सो अब हामी चाहिँ यहाँबाट जान्थ्यौँ उतातिर. अब खोलाले बाटो लगेपछि सो यो अफरोड बाटो हिँड्नुपर्ने हुन्छ. हामी प्रायः जस्तो के धेरै हिँड्नुपर्छ अफरोड बाटो चाहिँ. म धेरै बोलेँ है आजमा, माएको छ हगडा, धेरै बोलेँ यार. म हेलिपेड लगाइदिएको हुन्थ्यो. कोरोना छ होइन, खुल्छ भन्छन्, खोइ खुल्दैन. खुलेदेखि यसो राइड साइड जानुहुन्थ्यो, सर्ट राइड. सो कोरोना छ, सकेसम्म चाहिँ म त अब बाहिर ननिस्क्यौँ होइन. टक्क मास्क सास्क सेनिटाइजरहरू गरेर निस्क्यौँ. मैले चाहिँ अहिले लगाएको छैन बिकज अफ किनकि मैले हेलमेट युज गरेको थिएँ नि त, त्यही भएर फुल हेलमेट छ. त्यही भएर त्यस्तो केही फरक पर्दैन. सो यस्तै छ बाटो चाहिँ होइन. सो अब हामी अलि तलतिर गएर भेटौँ है त. पज गरिदिएँ भयो ल. अघिको बाटो चाहिँ अब देखाइएन होइन, किनकि बाटो अलि खत्तमै थियो र यहाँ खत्तमै छ पनि अहिले पनि. सो अहिले चाहिँ हामी ढुङ्ग्रेबास, त्यसलाई यतापट्टि चाहिँ ढुङ्ग्रेबास भन्छ,
अनि यताबाट गयो भने धुराबाट सिधै सिन्धुली बजार गइन्छ। सो हामी चाहिँ उताबाट नगइकन अब त्यो चोकमा पुलिस होला, सो त्यही भएर हामी चाहिँ खोलाको बाटो जाँदैछौँ। सो बाटो यस्तै छ गाइज। पछि अब अलि पछिल्लो भ्लगमा चाहिँ राम्रै बाटो आउँछ, किनकि लकडाउन खुल्ने कुरो छ 25 गतेबाट। त्यो भने मात्र हो कि खुल्दै पनि हुन्छ। सो फाइनल्ली म पढेको बोर्डिङ आइपुगेको जनता। सो सिन्धुली को हुनुहुन्छ कमेन्ट गरौँ है, कमेन्ट डाउन। सो सिन्धुली यहाँ को हुनुहुन्छ, जनता बोर्डिङ को पढेर जानु हो होइन। सो यस्तै छ जनता बोर्डिङ। यो रिसेन्टली कति म 8 कक्षा जाँदाखेरि भुइँचालो गएको थियो होइन। हो भुइँचालो गएको थियो। यहाँ धेरै गइरहेछ नि, हामीले धेरै गइरहेछ यहाँनिर, धेरै गइरहेछ। मेरो यो बाइक पुस्ने टालो झरो। झरोस्। सो गाइज खोलाको बाटो छ, भ्यू पनि हेरिदिने होला। कहाँ यहाँनिर कहाँबाट लान्छ जस्तो बाइक चाहिँ? ए यहाँ जानु रहेछ, ठाउँ रहेछ, हुन्छ जहाँ गर्दा नि। सो गाइज अगाडि के पुरै बाँस हाल्दै अन्त नजाऊ भनेर हो क्या। सो गाइज भ्यू हेरिदिनु होस् होइन। हल्का घर बस्दाखेरि बोर लाग्यो होला, हल्का इन्टरटेन हुन्छ। सो हामी चाहिँ अहिले आउँदाखेरि उता धुराको बाटो आउन सक्छौँ है, किनकि त्यहाँ पुलिस छैन भने त सजिलो हुन्छ हामीलाई। अब जाँदाखेरि चाहिँ सिनेमेटिक हेर्दै जानुपर्छ, किनकि ब्याकग्राउन्डको भ्यू बब्बालै आउँछ जस्तो लाग्छ मलाई। बाफ रे बाफ यार, बाटो त के गर्नु यस्तो बाटो। साला पानी परेर हो क्या यो, पानी नपरेर भए त बाटो ठिकै थियो होइन। पानी परेर झ्याउ गरौँ त्यति हो। सो सिन्धुलीको भ्लग पछि ल्याउँछु म। अहिले चाहिँ हामी अब यो बाटो फर्किन लागेको छ, त्यहाँ पुलिस छैन भने चाहिँ अब यही बाटो सिधै घरतिर लान्छु म। यसलाई चाहिँ भन्छ झुरा। सो झुरामा कुकुर हिँड्छ है, मेरो भ्लग पनि हेर्दै हिँड्छ नाकसँग किन हेर्ने त्यो गरिदिनु है। यो चाहिँ सो धुरा को हुनुहुन्छ तपाईँ जानुहुन्छ होइन। लड्नुपर्छ चल्दैछ, लकडाउन पुग्दै चल्दैछ होइन। पुग्दैछ। सो हामी चाहिँ बलेको बाटो चलिरहेको छौँ। अगाडि पुलिस छैन भने चाहिँ बाँच्यो, छ भने चाहिँ 360 हेर्नु पनि हुन्छ भने 360। गाई चाहिँ धुरा हो, आगीमा देखाइने होइन। लकडाउन पुग्यो जान्छ सबै मजाले सिन्धुलीको हरेक पाट देखाउँछु। मलाई थाहा भएको कि जमिएको र यही हो, थाहा भएको सबै देखाउँछु। सो यसलाई भन्छ धुरा आउनु र जानु भएको। सो पूजा त लाउँदैन थिएँ होइन। अब त घाम लागेको यस्तो बब्बाल भ्यू आउँथ्यो घाम लागेको है। सो आज पानी पर्ला जस्तो भएको छ, त्यही भएर तपाईँहरूलाई भ्लग त दिनु सक्यो नि त होइन। अहिले छ मेरो कति 46 कति चाहिँ सब्सक्राइबर। सो 2-4 भिडियो हालेको नि अहिले 100 को भित्र कम्ती जस्तो पुगेको छ होइन सब्सक्राइबर। सो नयाँ देखाइदिनु न धेरै। सो हाम्रो घर चाहिँ त्यहाँ ठाउँमा डाँडा तल हो, जाँदामा देखाउनु पर्छ होला सबै। सो अहिले चाहिँ भ्यू इन्जोय गरिदिनु ल किताबको भ्यू।
घाम लाग्यो बब्बाले आउनु त्यो सटहरू उता यस्तो टाढो टाढा गाह्रो छ बिहान हो 5 बजी अनि त्यही कन्टेन्ट दिनु पऱ्यो भनेको म्याच कसम के यो बाटो यार कन्टेन्ट त दिनु पऱ्यो नि अब के गर्नु नयाँ बाइक स्कुटी नयाँ लाग्छ नि यार त्यो गरौँ भन्ने सुनेर पनि सो नामाले सबैसँग कुरा गरेर सुनेर सो तपाईँहरूको यहाँ देख्दाखेरि हेऱ्यो भन्दा भेट के होला नि सो हामी अब घर फर्किनु लागेको होइन सो अब हामी चाहिँ त्यताबाट चाहिँ त्यताको भिडियो खायौँ कतिपल्ट भ्लगले हेरिरहनु भएको होला हेर्नुहुन्छ होला होइन सो सिधा बाबा पनि देखाइदिनु भ्यू सो मलाई केही थाहा छैन भिडियो कस्तो आएछ के आएछ होइन अहिले घर गएर हेर्नेछु अहिले 3:40 गएको छ होइन त्यस्तै हो सो अब एउटा सानो सिनेमेटिक हेरौँ है त हाम्रो दाजुभाइको ल अब सो गाइज अब चाहिँ होइन सानो सिनेमेटिक हेरौँ है त मार्क्स लाग्छ छैन भने फेरि कमेन्ट डिसलाइक चाहिँ नगरिदिनु होइन त्यही हो ल हो होइन मोबाइलबाट गरिरहेको छौँ हामीले सो अलि डिस्टर्बेन्सहरू आएको छ केही छैन गाह्रो छ सो अलिक पछि भए चाहिँ त्यो पनि सुधार हुन्छ सो मेरो घर जाने बाटो चाहिँ यही हो कति जानु पर्नुहुन्छ होइन लुक एट द भ्यू अगाडि माथिको भ्यू हेर्नु मेरो गाउँको सो अब भिडियो इन्ड चाहिँ अब म घर आउने बेला भएपछि ठ्याक्क गर्छु होइन सो अहिले चाहिँ च्याट्ट लाएर हेरिदिनु होला बाटो सब अफ रोड छ सो गाद्राङ गुद्रुङको आवाज आएको होला होइन थिङ्क सो So guys, हिलोमा धेरै पठाउनु हुँदैन
सो गाइज होप यु लाइक दिस भिडियो। मन परेमा सो लाइक सेयर कमेन्ट गरिदिनु होला। अनि भिडियो सकिसकेपछि अब सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला होइन। सो द्याट्स माई सो गाइज घर आइसक्यौँ हामी चाहिँ होइन च्याटो लाएर। सो होप यु क्याच लाइक दिस भिडियो। सो मन परेमा लाइक सेयर सब्सक्राइब गरिदिनुहोस्। सो मेरो एनटिआर 125 सीसी युसँगको धेरै भ्लग आउँछ अब होइन। सो स्टे ट्युन, लाइक सेयर एन्ड सब्सक्राइब चाहिँ गर्दैन नभुल्नु होला। साथीहरूसँग सेयर गरिदिनु होला यो सकेसम्म होइन। थोरै इन्टरटेन हुन्छ, हँसाउने कुरा केही छैन होला होइन, केही भएको छैन त्यस्तो, त्यो भनेको एक्कासी हुने कुरा हो। सो स्टे ट्युन।